नमस्कार, म ममता आर्याल लैले, कामुक तथा यौन साहित्य लेखक। आज एउटा रचना लिएर आएकी छु। यसलाई रचना काल्पनिक रचना भनौँ अथवा के भनौँ, तपाईँहरूलाई जस्तो बुझ्न मन लाग्छ त्यस्तै भन्नुहोस्। यो चाहिँ म पात्र महिला छ। महिलाले एउटा केही कुराहरू कल्पना गरेर लेखेको। हाम्रा समाजमा यस्ता कल्पनाहरू थुप्रैले गरेका हुन्छन्, तर व्यक्त गर्न सकिरहेका हुँदैनन्। कुनै कुनै कुराहरू यस्ता पनि हुने गर्छन्। त्यसैले लुकेका लोभलाग्दा सुखहरू यो एउटा रचना लिएर आएकी छु। कहीँ कतै कामुक पनि हुनसक्छ, कुनै कुराहरू डबल मिनिङ पनि हुनसक्छ, बहुअर्थी पनि हुनसक्छ। कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला। साथै यो च्यानललाई यौवनमा बरालिँदा युट्युब च्यानललाई चाहिँ तपाईँहरूले सब्सक्राइब गरेर साथ दिनुहोला। तपाईँहरूलाई पनि मनमा केही यस्ता कथा सुन्न मन छ अथवा आफ्ना कथाहरू छन् भने लेखेर पठाउन सक्नुहुन्छ भन्दै कथालाई सुरु गर्छु है त। लुकेका लोभलाग्दा सुखहरू। झ्यालबाट बाहिर हेर्छु, अँध्यारै छ। घडीमा पनि बिहानको 4 बज्दैछ। म आँखा बन्द गरेर कल्पनाको संसारमा घुम्न थाल्छु। म तिमीलाई मायाले सम्झन्छु। म तिमीलाई लेख्दैछु। थाहा छैन किन आज तिम्रो आँखा मेरो शरीरमा घुमिरहेको महसुस गरेकी छु। जसरी तिमीले राति सपनामा छोएका थियौ मेरो शरीरलाई, तिमीले मेरो कपाललाई मसारेका थियौ, शरीरलाई मसारेका थियौ। उफ, तिमीले मेरा भित्री इन्द्रियलाई मसारेका थियौ। एउटा जङ्गलमा हामी मङ्गल मनाउँदै थियौँ। तब खै अचानक के भएछ, मेरो निद्रा बिउजियो र म जागे। म बिस्तारामा भद्र तरिकाले फैलिएकी थिएँ। कता कता झरी परे जस्तो पनि भइरहेको थियो। आजभोलि यस्तै भएको छ। म निदाएको बेलामा तपाईँ आउनुहुन्छ अनि पानी परेको हुन्छ, हिलो भएको हुन्छ र तपाईँ मेरो सपनाको संसारमा चिप्लाउनु भएको हुन्छ। मेरो मनमा ती सम्झनाहरूले कालीकुती लाग्छ। मनमा मातको नसा पलाउन थाल्छ। मलाई त्यो चर्को गर्मी मन पर्न थाल्छ। वर्षाको मुसलधारे पानी मन पर्न थाल्छ। उकाली र ओह्राली मन पर्न थाल्छ। मेहनत र थकाइ मन पर्न थाल्छ। भोक र तिर्खा मन पर्न थाल्छ। के यही हो शरीरसँग मनको मिलन? सायद यो मन र मनको मिलन हो। तिमीसँग भेट हुनुभन्दा पहिले मलाई कहिल्यै पनि लोभ लाग्दा सुखहरूको कल्पना गरिन। तर जब तिमी मेरो जिन्दगीमा नजिक आयौ तब जिन्दगीमा रहरहरू पलाए। मेरो शरीरका नसा, रगत, हाड, मासु सबै तिम्रै नै त हो। यसलाई चलाऊ, खाऊ, तिम्रो इच्छा। म तिम्रो हात, ओठ र पसिना चाहन्छु। मलाई तिम्रो अँगालो चाहिन्छ, त्यो पनि बलियो। मनको चाहना पनि के हो के भन्दै म एउटा सिरानीलाई काखमा चरप्प पार्दै कोल्टे फर्कन्छु। जब तिमीलाई सम्झन्छु तब मेरो मन र तनमा हलचल हुन थाल्छ। मेरो मनभित्र लुकेका लोभलाग्दा सुखहरू अनुभव गर्ने उत्सुकता बढेर आउँछ। मेरो मनमा एउटा ठाउँ छ जुन तिमीले मात्रै भर्न सक्छौ। म त्यो ठाउँ तिमीले भरेको सधैँ कल्पना गर्छु। जिन्दगीको यात्रामा हामी कुनै दिन भेटेका थियौँ, त्यो पनि साँझपख। मधुरो उज्यालो थियो, त्यसैले तिम्रो अनुहार झिसमिसे साँझमा हराउन लागे जस्तो थियो। तिमी पनि हतारमा थियौ र म पनि हतारमा थिएँ। तिम्रा ओठहरू पनि कामिरहेका थिए र मेरा ओठहरू पनि कामिरहेका थिए। अनि साँच्चै तिम्रो बोली पनि लरबराएको थियो अनि मेरो बोली पनि। यदि तिम्रो मुटुमा ढोका भएको भए म मुटुभित्र पसेर ढोका बन्द गर्ने थिएँ अनि चापी निल्ने थिएँ। झम्के साँझमा हामी एकअर्काको हात समाएका थियौँ। मलाई याद छ, तिम्रो हात ताता थिए। लोभ लाग्दो तिमीसँग म नजिक हुन चाहन्थेँ। त्यो बेला मनमा एउटा सुखको अनुभव भएको थियो मलाई। हाम्रो भेट छोटो थियो तर यादहरू धेरै थिए। फर्किने बेलासम्म हात छोड्न मन थिएन, तर बाध्यता थियो तिम्रो तर्फ पनि र बाध्यता थियो मेरो तर्फ पनि। त्यसपछि हामी आफ्नो ठाउँतिर फर्केका थियौँ र अहिलेसम्म हामी भेटेका छैनौँ। तिमीसँग भेटिसकेपछि मलाई लोभलाग्दा सुखहरूको कल्पनामा हराउन लागेकी छु। दिन त बरु यसो उसो गर्दा बित्छ, तर जब रात आउँछ नि शरीरका हरेक अङ्ग तिम्रो नाम लिँदै हल्ला गर्न थाल्छन्। तिमीसँग जोसका कुरा, बेहोसका कुरा अनि कामुकताका कुरा गर्न मन लाग्छ। म कल्पना गर्छु तिमीसँग सुतेको, उठेको,
म साँचो प्रेमको छेउमा उठ्न चाहन्छु, एकअर्कालाई आनन्द दिन चाहन्छु अनि सुन तिमीसँगै नुहाउन चाहन्छु। मलाई तिम्रो हृदयको धड्कन सुन्दै तिम्रो छातीमा निदाउन मन लाग्छ। मेरा यी लुकेका लोभलाग्दा सुखहरू तिम्रो साथले मात्रै पुरा हुनेछन्। यो बिहानी पख मलाई तिम्रो माग लागिरहेको छ। आजभोलि खै किन के भएको हो? मनको कुरा भनौ भने तिमी लाज मान्छौ होला। म यता आँखा बन्द गरेरै मुसुक्क हाँस्दै कल्पना गर्छु। कुरा के भने हिजो आज जब म रातिको 12 बजे घडी हेर्छु तब सुईमा सुई टाँसिएर मलाई झिस्काए जस्तो लाग्छ। प्रत्येक घन्टामा सुई र सुई टाँसिरहेका हुन्छन्। त्यति बेला तपाईँको असाध्यै याद आउँछ। यदि म पनि तपाईँसँग टाँसिन पाएको भए कस्तो सुख हुन्थ्यो होला। अनि रुखका हाँगामा जोडी ढुकुर बस्दा पनि तपाईँको याद आउँछ। चुलामा दाउरो देख्दा, मूलमा पानी बग्दा तपाईँको याद आउँछ। मलाई अरू केही चाहिँदैन। तिमीबाट मात्र केही चुम्बनहरू चाहन्छु। तिम्रो आँखा हेर्न, तिम्रो ओठले मेरो ओठलाई छुन र तिम्रो शरीरबाट निस्केको बास्नालाई सुँघ्न चाहन्छु। म तिम्रो त्यो अंश चाहन्छु जुन तिमीले आफ्नो लागि मात्रै राख्छौ र कसैलाई देखाउँदैनौ। म जान्न चाहन्छु साँच्चै भित्रबाट तिमी कस्तो छौ। मेरा यी लुकेका लोभलाग्दा सुखहरू हुन्। जब म तिम्रो बारेमा कल्पना गर्छु तब तिमीलाई नाङ्गो बनाएर हेर्ने गर्छु। यस्तै कल्पना गर्दा गर्दै म झ्यालबाट बाहिर हेर्छु। अब त उज्यालो पनि हुन लाग्यो। म उड्छु, तर यी लुकेका लोभलाग्दा सुखहरूले मत्याउन हालेका छन्। कहिलेकाहीँ त लाज लाग्छ स्वर्ग जाने प्रवेशद्वार सम्झिएर। साँच्चै अब तिमीसँग भेट हुँदा म तिमीसँग लुकामारी खेल खेल्न चाहन्छु, लौरो लुकाई खेल खेल्न चाहन्छु। म तिमीलाई हजारौं तरिकाले स्पर्श गर्न चाहन्छु। म तिमीलाई खाने उद्देश्यले जङ्गलमा लानेछु। मलाई थाहा छ तिमी यो कुरा मान्नेछौ। धन्यवाद। लुकेका लोभलाग्दा सुखहरू यो एउटा कामुक तथा यौनवाद अथवा यौन साहित्य जस्तो रचनाहरू थियो। यसलाई कथा भन्ने कि के भन्ने, एउटा यो महिला पात्रले गरेका कल्पना जस्तो कुरा थियो। हाम्रो समाजमा यी कुराहरू घटिरहेका हुन्छन्, यस्ता कल्पना भइरहेका हुन्छन्, तर व्यक्त गर्न सकिँदैन। कसैको मनभित्रको कुराहरू यसरी व्यक्त गर्दाखेरि चाहिँ उसको मन पनि हल्का हुने अनि आफ्नो जस्तै भावना रहेछ भन्ने कुराहरू महसुस गरिरहेका हुन्छन्। तपाईँहरूलाई यो रचना कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला। तपाईँहरूलाई कस्तो कस्तो खालको कुराहरू सुन्न मन लाग्छ, कथाहरू सुन्न मन लाग्छ लेख्नुहोला, म लिएर आउनेछु भन्दै आजको यो भिडियोबाट बिदा हुन्छु। च्यानललाई सब्स्क्राइब गर्नुहोला भन्दै बिदा हुन्छु। नमस्कार।